नमस्कार, स्वागत है अपने सभी कार्यक्रम हेल्थ टॉक पर। हम सब आई फिर गप कर रहा छे साइकाइट्री मनोरोग के बारे में डॉक्टर शिरीष अरियाल संगे। हम सब अभी तक गप केलौं एंग्जाइटी, हेडेक, डिप्रेशन, डर, भय, त्रास, बहुत ही डिफरेंट साइकाइट्रिक प्रॉब्लम पर हम सब गप केली, मनोरोग के बारे में डॉक्टर साहब बुझल लौं। अब आई के मीटिंग में हमारा डॉक्टर साहब सब बुझ के दू चारिटा क्वेश्चन सब छलैया। तो सर तपाईँ यो साइकाइट्री फिल्डमा काम गरेको 4-5 वर्ष भयो है? हजुर। तपाईले यो 4 सालमा जनकपुरमा जुन काम गर्नुभयो, के इन्ट्रेस्टिङ या के च्यालेन्जहरू फेस गर्नुभयो? यहाँ काम गर्नलाई फर्स्ट कुरा त अब मान्छेहरूको यो विषयप्रति वा जुन मनोरोग छ त्यो प्रतिको विचार वा धारणा नै सबसे ठुलो च्यालेन्ज जस्तो भयो। अब किनभने एक त प्रायःजसो मान्छेहरूलाई के छ भने भ्रम वा ज्ञानको कमी नै भनौँ होइन, कि मानसिक रोग भन्ने कुनै किसिमको बिमारी नै हुँदैन। जस्तो कि डिप्रेसन भयो, एङ्जाइटी भयो, यो घबराहटहरू भयो, वा मान्छेले अरू कुनै किसिमको बिमारीहरू यताउता यो मान्छेहरूले धेरै जसोले त्यो एक्नोलेजै गर्दैनन् कि यो पनि बिमारी होला भनेर। खालि अब मान्छेहरूलाई के भयो भने चाहिँ यो मानसिक रोग भन्नाले चाहिँ खालि मान्छे बौलाउनु अनि वा पागलपनको बिमारी जस्तो मात्र भयो। अब जबकि हामीले हेर्ने ओर्ने बिमारीहरूमा प्राय 100 जनामा 1 जना मात्र त्यस्तो किसिमको मान्छेहरू आउँछन्। अरू बाँकी प्राय मान्छेहरू चाहिँ डिप्रेसन वा घबराहट वा अरू केही किसिमको बिमारीहरू लिएर ओरेर आउने हुन्छन्। अनि त्यसपछि अब दोस्रो भनेको चाहिँ अब कस्तो भने यहाँ डक्टरको अभाव दोस्रो च्यालेन्ज भनेको। अब मान्छेहरूलाई प्रपर इन्फर्मेसन पनि छैन कि यस्तो किसिमको बिमारीहरूलाई कहाँ लिएर जाने भनेर। अब जबकि यो कुराहरू चाहिँ भनिन्छ कि जस्तो 4 जना पेसेन्टमा एउटा पेसेन्ट चाहिँ मानसिक रोगकै बिमारीहरू हुन्छ। अब तर के हुन्छ भने अब मान्छेहरूलाई थाहा नपाएको कारणले गर्दाखेरि कहाँ जाउँ, के जाउँ, कसरी जाउँ भन्ने कुराहरू थाहा नहुने हुन्छ। अनि त्यसपछि दोस्रो चाहिँ के भयो भने अब यहाँनिर लगातार रेगुलर बसिरहने डक्टरहरूको कमीले गर्दाखेरि पनि अनि मान्छेहरूलाई चाहिँ अब कि त यहाँबाट यही बिमारीको लागि यहाँ डक्टर छ भन्ने थाहा नहुने, अनि यसको लागि चाहिँ अनि बाहिर गइरहनु पर्ने मेन समस्याहरू चाहिँ अहिलेको लागि चाहिँ विद्यमान त्यही नै छ। धन्यवाद सर। तपाईँले जुन भन्नु 4 जनामा 1 जनालाई 4 जना बिरामीमा 1 जना बिरामी साइकाट्रीको हुन सक्छ भने जस्तो तपाईँले भन्नुभयो। मैले अघि WHO को साइट अध्ययन गर्दा नेपालको कन्टेक्स्टमा 37% पपुलेसनलाई कुनै न कुनै प्रकारको मानसिक रोगसँग ग्रसित छ भनेर डाटा देखाएको थिएँ। ओभरअल वर्ल्डको कुरा गर्दा 10.7% अफ वर्ल्ड पपुलेसनलाई पनि मानसिक रोगसँग ग्रसित छ र आउने 10 वर्षमा 2030 सम्म वर्ल्ड पपुलेसनको 30-40% जति जनसङ्ख्या योसँग ग्रसित हुन सक्छ। यो के हो डाटा? यस्तो हो, अब जस्तो जुन WHO को भन्नुभयो होइन 37% भयो। 37% यो चाहिँ कस्तो हुनसक्छ भने अब त्यति धेरै सङ्ख्यामा मानसिक रोग भएको चाहिँ मान्छेहरूमा नहोला, तर के हो भने चाहिँ कुनै न कुनै बेलातिर आफ्नो जीवनको एउटा कुनै टाइममा चाहिँ कोही मान्छे मानसिक रोगबाट ग्रसित भएको हुनसक्छ। अब त्यसको लागि डक्टरकै गएर ओरेर एकदम ठिक भएको ओरेको नभइकन पनि जस्तो काउन्सिलरहरू भयो वा हेर्ने फुकाउने ओर्ने मान्छेका गएर पनि त्यसपछि ठिक भएर अनि बसेको ओरेको हुन सक्छन्। अनि त्यसपछि अब के छ भने चाहिँ प्रायःजसो अब बिमारीहरू अहिलेको करेन्ट सिनारियोमा चाहिँ एउटा ग्लोबल बर्डन अफ डिजिज भन्छ भनेको सबसे बढी चाहिँ दुःख कुन चाहिँ डिजिजले कुन चाहिँ बिमारीले दिइरहेछ अहिले हामीलाई। अहिलेको करेन्ट सिनारियोमा चाहिँ जुन मुटु सम्बन्धी बिमारीहरू छ, अब जस्तो प्रेसर भयो, प्रेसरले गर्दाखेरि जुन मुटुमा छुन सक्ने पर्ने समस्याहरू छ त्यो चाहिँ अहिले सबसे बढी संसारमा रहेको छ। अब त्यसपछि अब के छ भने बिस्तारै जुन हाम्रो दैनिक जीवनशैली छ जुन चेन्ज भइरहेछ, अहिले कोही पनि मान्छेहरू बसेर एकदम आराममा बसिरहन ओर्न सक्ने माहौल छैन, जुन एकदमै कन्स्टेन्टली एकदम एउटा तनावको माहौलमा बसिरहनु ओर्नु पर्ने भएको छ। त्यही भएर चाहिँ अनि WHO ले चाहिँ के भनेछ, जुन विश्व स्वास्थ्य सङ्गठन छ
उसले 10 वर्ष पछाडिको प्रेडिक्सन अनुसार चाहिँ सबसे बढी यो संसारमा चाहिँ लगभग 30 देखि 40% मान्छेहरू चाहिँ डिप्रेसनबाट ग्रसित हुन सक्ने ओर्ने चान्स छ। अब त्यही भएर चाहिँ त्यो डाटा जुन 37.3% भन्नुभयो, त्यो जुन 37.3% भनेको चाहिँ अब कि त कुनै बेलातिर कसैले एउटा सानो रिसर्च गरेर ल ठिक छ अब यतिमा चाहिँ यति मान्छेहरूमा मानसिक रोग रहेछ भनेर पत्ता लगाएको ओरेको। अब जुन चाहिँ एउटा अर्को फ्युचर प्रेडिक्सनको स्ट्याटिस्टिक्सहरू हुन्छ, अब त्यो फ्युचर प्रेडिक्सनमा चाहिँ अनि के भयो भने चाहिँ अब अहिलेको सिनारियोमा जे छ यो मुटु र प्रेसर सम्बन्धी समस्या भन्दा पनि अब जस्तो अर्को 10 वर्ष पछाडि चाहिँ हामी मध्ये प्रायः जस्तो 10 जना मध्ये 4 जनालाई चाहिँ डिप्रेसनको समस्या देखिन सक्छ भनेर भन्यो। ओके, तपाईँको हिसाबले डिप्रेसन भन्ने रोग अलि धेरै डरलाग्दो छ? हजुर, डिप्रेसन एकदम डरलाग्दो छ। किनभने चाहिँ डिप्रेसनमा चाहिँ मान्छे के हुन्छ भने अब जस्तो मान्छेहरूले बाहिरबाट हेर्दाखेरि शारीरिक रूपमा चाहिँ मान्छे तन्दुरुस्त जस्तै देखिन्छ, तर भित्रभित्र चाहिँ त्यो डिप्रेसनले चाहिँ मान्छेलाई खाइरहेको ओरेको हुन्छ। अनि त्यही कारणले गर्दाखेरि चाहिँ अनि बिस्तारै के हुन्छ भने मान्छेहरूले चाहिँ यसमा धेरै जसोले ज्यान गुमाउने कारण भनेको चाहिँ अब खानपिन छोडेर गरेर एक त भोक नलाग्ने ओर्ने हुन्छ, त्यसपछि अनि निन्द्रा सिन्द्रा पनि नलाग्ने हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ अनि त्यसपछि खानपिन छोडा भएर अनि धेरैवटा सिस्टम भित्रको इन्भल्भ भएको कारणले गर्दाखेरि रेनल फेलियरहरू भएर गरेर जस्तो किडनीहरूमै समस्या आएर वा लिभरमै समस्या आएर गरेर त्यसरी मान्छे मर्न सक्ने पनि हुन्छन्। अनि दोस्रो र एकदम मेन कारण भनेको चाहिँ डिप्रेसनले एकदम डाइरेक्टली आत्महत्या निम्त्याउँछ। अनि त्यही भएर चाहिँ अहिले आत्महत्याले गर्दाखेरि मान्छे मर्न सक्ने चान्स चाहिँ एकदमै म्याक्सिमम छ। अब अहिलेको करेन्ट यो हाम्रो लकडाउनको बेला पनि नेपालमै केही नभए पनि 600-700 जनाले चाहिँ आत्महत्या गरेर मान्छेले आफ्नो प्राण गुमाइसक्नु परेछ। अब त्यसमध्ये होस् अब यो लकडाउनले गर्दाखेरि खाना नपाएर होस् वा अरू केही कारणले गर्दाखेरि होस् र तर म्याक्सिममले चाहिँ यो पालि ज्यान गुमाउनु कारण चाहिँ खालि डिप्रेसनै सबसे फर्स्ट कजमा आउने गर्छ। डॉक्टर साहब से बात हमसे बुझलौं अभी 4 आदमी में 1 आदमी के डिप्रेशन के रोग भ सकै छै। आबऽ वाला समय में WHO विश्व स्वास्थ्य संगठन के जे तथ्यांक अनुसार 2030 तक में 30 से 40% के जनसंख्या के डिप्रेशन या मानसिक रोग के बीमारी कोनो न कोनो प्रकार के भ सकै छै। सुसाइडल अटेम्प्ट आत्महत्या करे के टेंडेंसी भेलै, चिंता भेलै। ई लॉकडाउन के समय में ई जे कोरोना वायरस के एगो भयावह पोजिशन चल रहा है विश्व भरी, और हम सब नेपालो ऐसे अछूता नहीं छिए। खास करके जनकपुर के गप करी तो बहुत ज़्यादा ही प्रॉब्लम में छिए। सरकार सब अपना तरफ से जे करे के कोशिश कर रहा है। लोग के दिक्कत अछि, पैसा के है, व्यापार के है, खान पान के अपना जगह दिक्कत अछि, लेकिन एहि प्रॉब्लम में दिक्कत के भी देखैत भुकैत आगा रही औरो ई डिप्रेशन के प्रॉब्लम भ सकै छै कहि कऽ डॉक्टर साहब के कथन भेल। हजुर, डॉक्टर साहब तपाईसँग एउटा कुरा मैले बुझ्नु खोजे हो कि तपाईले अस्ति पनि हामी तपाईसँग कुरा गरे हैन, लक्षणहरू अब मलाई मानसिक सम्बन्धी प्रब्लम भइरहेछ या म मानसिक रोगतिर बढिरहेछु अगाडि, यो कुराको लक्षण के हुन सक्छ? यो कुराको लक्षण चाहिँ अब जस्तो दुई प्रकारले हेर्न सकिन्छ। एउटा चाहिँ आफैभित्र भएको परिवर्तनहरूलाई लिएर, अनि एउटा चाहिँ कस्तो हुन्छ भने सँगै बसेको मान्छेले अनि त्यसपछि अर्को मान्छेको मा भएको परिवर्तनहरूलाई विचार गरेर हुने गर्दछ। किनभने दुई किसिमको बिमारी हुन्छ, एउटा साइकोसिस हुन्छ, एउटा न्युरोसिस हुन्छ। साइकोसिसमा चाहिँ के हुन्छ भने चाहिँ मान्छेलाई आफूलाई थाहा हुँदैन कि म बिमारी भइसकेँ भनेर, अनि त्यसको लागि चाहिँ वरिपरिको मान्छेहरू जो छन् उसले चाहिँ उसको जुन अब्जर्भेबल बिहेभियर भनेको थिएँ अस्ति मैले, अब्जर्भेबल बिहेभियर भनेको मान्छेले प्रत्यक्ष देख्दाखेरि जे बानी व्यवहार छ त्यो कुराहरू चेन्ज हुँदै गइरहेको हुन्छ। जस्तो सुत्ने चाहिँ निन्द्रा बिग्रिँदै जान्छ, खानपिन बिग्रिँदै जान्छ, बोलीचाली बिग्रिँदै जान्छ, बानी व्यवहार बिग्रिँदै जान्छ। जुन पहिलाको मान्छे थियो यो कुराहरूमा चाहिँ अनि त्यसपछि यो बिस्तारै गर्दै एकदम परिवर्तनहरू आउने गर्दछ। जस्तो बिहान उठेर दाँत सात नमाज्दिने हैन, अब आज एक दिन दाँत नमाजेर केही भएन, तर अब हरेक दिन जस्तो दाँत माझ्न नखोज्दिने। त्यसपछि अनि सोचाइ चेन्ज हुने, सोचाइ पहिला एक किसिमको राम्रो जस्तो नर्मल मान्छेहरूले जसरी सोच्न ओर्न थाल्थे अब त्योभन्दा बाङ्गो किसिमको सोचाइहरू हुन्छ। अब प्रायमा अब शङ्काहरू उत्पन्न हुन थाल्छ। प्रायमा चाहिँ अब यही
मान्छेहरूलाई चाहिँ एकदमै नरमाइलो लागिरहने वर्ने एकदम मान्छेहरूलाई एकदमै हतोत्साहित हुने वर्ने अनि त्यसपछि एकदम वा घबराहट बढ्ने वर्ने अनि त्यसपछि मान्छेहरूलाई केही काम गर्न मन नलाग्ने केही कुरामा ध्यान दिन नसकिने वर्ने त्यस्तो किसिमको समस्याहरू पनि आउन वर्न सक्छ। अनि त्यही भएर चाहिँ अब यो कुराहरूमा लक्षणहरू जस्तो सामान्य रूपमा घरमा हेर्दाखेरि चाहिँ अब यदि कुनै पनि मान्छेले चाहिँ आफू नजिकैको मान्छे वा आफू भित्रै पनि होइन अब यही कुराहरू यही लक्षणहरू चाहिँ अनि त्यसो बिस्तारै बिस्तारै गर्दै हरेक दिन गर्दै यो मान्छे चाहिँ कुनै पनि व्यक्ति यदि कम भएर ओरेर अनि त्यसपछि आफ्नो एकदम पहिलाको जस्तो मान्छे नभेटिनुलाई चाहिँ मानसिक रोगको लक्षणहरू भनेर बुझ्न सकिन्छ। ओके, मानसिक रोग के लक्षण जेकरा से हम सब ई बुझ सकी कि हम मानसिक रोग से ग्रसित भ रहल छी या हमर आसपास के लोग सब में मानसिक रोग के प्रॉब्लम आबि रहल अछि, एकरा लेल समय में सतर्क होनाइ जरूरी छै। डॉक्टर साहब के कथन अनुसार उदास भेनाइ, नींद कम आनाइ या कोनो एहन बीमारी जैसे हम अपन फंक्शनिंग हम जे काम कर रहल छी से नहीं कर पानाइ बढ़िया से, गलत चीज धारणा दिमाग में आनाइ, हमेशा उदास कतौ भी मतलब साथी सब संगे बैठे छिए गप करे के मन नहीं लगनाइ, सोचे छिए कुछ और सोचा जा रहा है दिमाग में, खान पीन में बहुत ज़्यादा कमी भ गेल छै या बहुत ज़्यादा खाए के मन कर रहा है, डर लगत रहे छै, हर बात में कोनो बात से डर लगनाइ, छाती धुक धुक कर जनाइ, एकदम जगह छलंग भ जनाइ। अब बिहेवियरल चेंज सब जेना बहुते कुछ जेना हमरा कपड़ा पहने के छै, हाफ पैंट पहन के हम निकल गेली बाहरे, मतलब अपन जे बिहेवियर में जे छै दिमाग में उदास मतलब दिमाग एब्सेंट माइंडेड कहै छै, जे दिमाग में ख्याल नहीं रहलक, वहन टाइप के चीज सब अगर देख रहा छे जैसे अहाँ के डे टू डे लाइफ में काम करे में प्रॉब्लम आबि रहल अछि, ओकरा में अहाँ सतर्क भ क तुरंत अपन डॉक्टर से संपर्क करू। ठीक डॉक्टर साहब के कथन ई भेल एकटा हैन सर, अरूले भन्न खोजे हो हजुर सर तपाईले अघि भन्नुभयो न्यूरोसिस र साइकोसिस, मेन हामी कन्फ्युज हो एउटा साइकियाट्रीको फिल्डमा न्यूरो साइकियाट्रिस्ट, न्यूरो फिजिशियन, न्यूरोलोजिस्ट, न्यूरो सर्जन, साइकोलोजिस्ट के हो यो यत्रो डिफ्रेन्ट डिपार्टमेन्टहरु छ 5-7 वटा छ हैन। मानसिक रोगको इलाज कसले गर्ने? मानसिक रोगको इलाज चाहिँ न्यूरो साइकियाट्रिस्ट र साइकोलोजिस्टहरूले मिलेर गर्ने हो। अनि न्यूरोलोजिस्टहरूले चाहिँ न्यूरो सम्बन्धी अरू बिमारीहरू हुन्छ जस्तो प्यारालाइसिसदेखि लिएर यता यो मुख बाङ्गिने त्यसपछि अनि हातखुट्टाहरू धेरै झमझमाउने वर्ने यस्तो कुराहरूमा चाहिँ न्यूरोलोजिस्टहरूले गर्नुपर्ने वर्ने हुन्छ। न्यूरो सर्जनहरूको बेसिकली काम भनेको चाहिँ अब सजिलो तरिकाले बुझ्दाखेरि अब जस्तो चोटपटक लाग्यो वर्यो त्यसपछि भित्र कतै रगत जमेछ वरेछ वा केही गर्नुपर्ने छ जसमा चाहिँ धेरै जसो काटकुट पार्ने वर्ने जस्तो ट्युमरहरू भयो जहाँ चाहिँ दिमागै खोलेर वरेर काटकुट पार्ने वर्ने त्यस्तो किसिमको हुन्छ। अब कति कुराहरू चाहिँ के हुन्छ भने चाहिँ जोडिएको हुन्छ, जस्तो मृगीको बिमारी हामी पनि हेर्छौँ, न्यूरोलोजिस्टले पनि हेर्छन्, न्यूरो सर्जनले पनि हेर्छन् हैन। अनि त्यस्तै गरी जस्तो टाउको दुखाइ भयो, टाउको दुखाइहरू न्यूरोलोजिस्टले पनि हेर्छन्, हामीले पनि हेर्छौँ, अनि त्यसपछि न्यूरो सर्जनहरूले पनि हेरिरहेको हुन्छ। अनि तर अब बेसिकली कस्तो भने मानसिक रोगको बिमारी चाहिँ अनि त्यसपछि अब न्यूरो साइकियाट्रिस्टले हेर्नु पर्यो। अब त्योभन्दा बाँकी अब मानसिक यदि सबै कुरा ठिक छ भने त्यसपछि अनि अरू बाँकी न्यूरोलोजिस्ट वा न्यूरो सर्जनहरूले हेर्दाखेरि ठिकै हुन्छ। तपाईँ न्यूरो साइकियाट्रिस्ट हुनुहुन्छ हैन? हजुर। र फिजिशियन। हजुर। तपाईँ दुईजनालाई ट्रिटमेन्ट गर्दा के डिफरेन्स छ दुईवटा ट्रिटमेन्ट इलाजमा? होइन यो त अब आकाश पातालको फरक जस्तो हुन्छ। जस्तो आफूले जे सम्बन्धित किसिमको पढाइ भयो त्यो अनुसारको फर्स्ट कुरा त हामीले पेसेन्ट आएदेखिबाट अनि त्यसपछि अब हाम्रो हिस्ट्रीमै फरक हुन्छ। जस्तो खाना मन नलाग्ने भनेर भन्यो होइन, मलाई भोक लाग्दैन, मलाई निन्द्रा लाग्दैन अब किनभने हाम्रो त्यो भोक नलाग्ने र निन्द्रा नलाग्नेमा हाम्रो 10औं वटा प्रश्नहरू सोधिन्छ कि यो के कारणले गर्दाखेरि भएको हो, कस्तो भएको गरेको भनेर होइन। अब भोक नलाग्ने अनि त्यसो ताकत नलाग्ने भनेर अब के हुन्छ भने अब फिजिशियनहरूले चाहिँ यसलाई चाहिँ ल ठिकै छ अब केही कमी कमजोरीहरू भएको गरेको होला त्यही भएर चाहिँ अनि त्यसपछि भिटामिन सिटामिनहरू दिने वर्ने भन्ने कुराहरू पनि हुन्छ। अब हामीले चाहिँ अब कस्तो हुन्छ भने अब केही अब जस्तो भोकै नलागे पनि अब यो कुनै मानसिक तनावले गर्दाखेरि भएको हो वा यो कुनै डिप्रेसनको लक्षणहरू हो वा यो होइन, यो चाहिँ अब शारीरिक कारणले गर्दाखेरि पनि भएको हो भनेर अब फर्स्ट कुरा त एकदम हिस्ट्रीमै फरक पर्छ कि मान्छेलाई के कसरी कहाँ कति सोध्नुपर्छ, कसरी के जाँचहरू गराउनुपर्छ र के टेस्टहरू लेख्नुपर्छ, के आफैले जाँचहरू गर्नुपर्छ भनेर त्यो कुराहरूमै एकदम आकाश जमिनको फरक हुन्छ। ओके,
तर औषधि दिने तपाईँले पनि त त्यही औषधि दिने हो, उहाँ पनि त्यही औषधि दिने होला? होइन त्यस्तो होइन। जस्तो हरेक विभागको आफ्नो विभाग स्पेसिफिक औषधिहरू हुन्छ। अब चलाउनेले 10वटा औषधि चलाइदिइरहेछन् होइन। अब हामीले बसेर बिपीको पनि औषधि दिने, सुगरको पनि औषधि दिने भन्ने कुरा हुँदैन। हामीले हाम्रो विभागको लागि मानसिक रोगको लक्षणको हिसाबले मानसिक रोगको दबाईहरू चलाउने हो। अब त्यसै गरी अब यो के अरे एमबिबिएस सकाएको छु अनि त्यसै म बिपीको पनि दबाई चलाइदिन्छु, म सुगरको पनि दबाई चलाइदिन्छु, म प्यारालाइसिसको पनि दबाई चलाइदिन्छु, यो भन्ने कुरा हुँदैन। अब सबैले आफ्नो जस्तो फिजिसियनले पनि अब जो मेडिसिनका डक्टर छन् उसले बसेर ल ठिक छ उसलाई घाउ चिरफाड गर्न आउँछ तर उसले चिरफाड गर्ने कुरा त भएन नि त होइन। त्यही भएर त स्पेसलाइजेसन भनेर कुरा सबै कुरा छुट्याइदिएको छ। तर अब प्र्याक्टिस के भएको छ भने अब होइन सबजनालाई अब के लाग्छ भने चाहिँ मानसिक रोगको विषयमा चाहिँ मानसिक रोगको डक्टर भन्दा हामीलाई बढी आउँछ भन्ने कुरा जस्तो भएको छ। त्यही कारणले गर्दाखेरि अहिले पेसेन्टहरू पनि पुगिरहेको हुन्छन्। अब सबैलाई के हुन्छ भने शारीरिक लक्षणहरू पनि आइरहेको हुन्छ। अनि त्यही कारणले गर्दाखेरि चाहिँ अब हामीले भन्दा बाँकी सबले पनि यो दबाईहरू चलाउनु गर्न थालेका छन्। ओके, अब सर तपाईँले अब एउटा कुरा हामीलाई बुझाइदिनु पर्यो, मानसिक रोग कुनै फिजिकल प्रब्लम त हुँदैन, दिमागको बिरामी हो, रोग हो। के हुन्छ दिमागमा के प्रब्लम भएर यस्तो रोग हुन सक्ने सम्भावना धेरै छ? एकदम सजिलो तरिकाले बुझ्नलाई चाहिँ होइन अब कस्तो हुन्छ भने कुनै पनि कारणले गर्दाखेरि जस्तो कुनै पनि मानसिक तनाव वा बिना तनावै पनि अब केही किसिमको मानसिक रोगहरू सुरु हुँदाखेरि चाहिँ सबैभन्दा सजिलो चाहिँ कस्तो हुन्छ भने चाहिँ अब फर्स्ट कुरा चाहिँ हामीले थाहा पाउनु पर्ने भनेको चाहिँ यो शारीरिक लक्षण शारीरिक कुनै कारणले गर्दाखेरि आएको हो कि होइन। अब हुन्छ नि बेहोस हुने ओर्ने समस्या छ कि छैन, बान्ता हुने ओर्ने समस्या छ कि छैन, ज्वरो सोरो आएको ओरेको त्यो पछाडि यो बिमारी सुरु भएको हो कि होइन। यदि होइन भने त्यसपछि अनि कुनै किसिमको नसाले गर्दाखेरि यो कुरा बिमारी आएको हो कि होइन। यदि यो पनि होइन रहेछ भने त्यसपछि अरू बाँकी जे तरिकाले बिमारी आउँछन् अब त्यो भनेको चाहिँ कस्तो भयो भने त्यो चाहिँ दिमागमा केमिकल गडबडीले गर्दाखेरि हुन्छ। के केमिकलहरू हुन्छ जुन चाहिँ दिमागबाट सञ्चालन भइरहेको हुन्छन्। त्यो सञ्चालन भएको केमिकलमा कहिले घट्ने कहिले बढ्ने जुन लेभलमा नभइकन नर्मल नभइकन तलमाथि यदि भइरह्यो भने चाहिँ त्यसपछि विभिन्न प्रकारका मानसिक रोगहरू आउने ओर्ने हुन्छ। अब जस्तो के हुन्छ जस्तो साइकोसिस अघि मैले भने जुन मान्छेहरूलाई मानसिक स्थिति गुमाएको अवस्था हुन्छ। अब त्यसमा चाहिँ कमनली भन्दाखेरि मान्छे बौलाएको ओरेको अवस्थामा चाहिँ अब 2-3वटा केमिकलहरू हुन्छ त्यसको लेभल चाहिँ माथि बढ्ने गर्दछ। अनि त्यसपछि डिप्रेसनहरू भयो वा एङ्जाइटीहरू भयो, अब घबराहटहरू यताउता हुँदाखेरि अब त्यसमा चाहिँ त्यो केमिकलहरूको मात्रा चाहिँ कम भएको पाइएको छ। अनि त्यही कारणले गर्दाखेरि चाहिँ सजिलो घरमा बसेर बुझ्नलाई चाहिँ अब केमिकल गडबडीले गर्दाखेरि चाहिँ अनि त्यसपछि यस्तो लक्षणहरू आउने गर्दछ। ओके, अनि सर के भन्छ यो जुन मानसिक रोग छ फ्यामिली हिस्ट्री या मेरो फ्यामिलीमा कसैलाई छ वंशानुगत पनि हुन सक्ने चान्सेस कतिको छ? हजुर अब यसमा चाहिँ कस्तो छ भने मानसिक रोगमा चाहिँ जुन अस्ति नै मैले एउटा बिमारीको बारेमा डिस्कस गरेको थिएँ जुन चाहिँ कन्भर्जन डिसअर्डरमा चाहिँ जुन भूत लाग्ने भगवान लाग्ने ओर्ने वा बेहोस भइरहने ओर्ने लामो समयसम्म बेहोस भइरहने दाँती साथी लागिरहने ओर्ने अब त्यो किसिमको बिमारी यदि छ भने चाहिँ त्यसमा चाहिँ कुनै पनि वंशानुगत गुणको चाहिँ रोल रहँदैन। नत्र भने बाँकी जुन अरू बाँकी बिमारीहरू हामी हेर्छौँ जस्तो सिजोफ्रेनिया भयो, मेनिया, डिप्रेसनहरू भयो, एङ्जाइटीहरू भयो, ओसिडीहरू भयो, सबैमा चाहिँ वंशानुगत चाहिँ केही न केही चाहिँ फ्याक्टर रहेको हुन्छ। जस्तो के हुन्छ अब कुनै पनि एउटा बुवा आमा मध्ये कसैलाई लागेको छ वा हजुरबा हजुरआमा वा अङ्कल आन्टी मध्ये कसैलाई पनि लागेको ओरेको छ भने कमसेकम 10 देखि 20% चान्स हुन्छ कि त्यसको बच्चा बच्चीलाई चाहिँ अनि त्यसपछि त्यो बिमारी हुन सक्ने। अब जस्तो बुवा आमा दुइटै एउटै रोगबाट ग्रसित छन् भने 50% चान्स हुन्छ कि त्यो बच्चालाई चाहिँ अनि त्यसपछि कुनै किसिमको मानसिक रोग त्यही किसिमको मानसिक रोग लाग्न सक्ने ओर्ने चान्सेस 50% जति हाई भएर आउँछ। अनि त्यही भएर चाहिँ जेनेटिक कम्पोनेन्ट भनेको वंशानुगत कम्पोनेन्ट चाहिँ एकदमै हाबी नै छ क्या। अब तर यो हाबी भयो भन्दैमा चाहिँ अनि त्यसपछि बच्चा बच्चीलाई अब ल ठिक छ आमालाई छ अनि आमालाई हुँदाखेरि अब ल अब बच्चालाई पनि सरिहाल्छ भन्ने त्यस्तो चाहिँ ग्यारेन्टी चाहिँ हुँदैन। अनि किनभने चाहिँ होइन अब कस्तो हुन्छ भने अब के कुराहरू हामी जस्तो आमामा यदि छ र अनि त्यसो बच्चामा नलाग्न दिनलाई चाहिँ
अब कि त एक्सेसिभ जस्तो हुन्छ नि एकदमै धेरै तनावको माहौलमा बस्नु भएन अनि त्यसपछि त्यो तनाव कसरी ठिक पार्ने कसरी म्यानेज गर्ने वर्ने कसैले आफूले ठिकठाक भएर बसिरहने वर्ने कुरा यो चाहिँ बच्चालाई पहिलेदेखि एकदम राम्ररी सम्झाइ बुझाइ गरिदिनुपर्छ। अब धेरै लाड प्यार गरेर पनि भएन धेरै गाली गलौज गर्ने वर्ने त्यस्तो पनि गर्नु भएन अनि त्यसै बच्चाको निन्द्रा कहिले पनि बिगार्न दिनुहुन्न जस्तो आजकल हुन्छ नि मोबाइल सोबाइल हेरेर टिभी हेर्न रातभरि छोडिदिने वर्दिने अब जस्तो आमा बुवा मध्ये कसैलाई त्यस्तो छ भने त्यो बच्चालाई हुन सक्ने चान्सले गर्दाखेरि अब एकै रात पनि रातभरि टिभी हेर्दै वर्यो निन्द्रा पुगेन भने भोलिपल्टदेखि उसलाई त्यस्तो हुन सक्ने चान्स हुन्छ। त्यसपछि अनि खानपिन बिगार्नु भएन एकदम स्वस्थ एउटा जीवनशैली चाहिँ बिताउँदाखेरि चाहिँ त्यो बच्चालाई चाहिँ त्यो मानसिक रोग नहुन सक्ने चान्स पनि हुन्छ। ल सर धन्यवाद। अब सर यो तपाईँसँग एउटा कुरा अरू मैले नेट यसो पढ्ने बेलामा अध्ययन गर्ने बेलामा थाहा पाएको थिएँ कहीँ पढाएको थिएँ 50% अफ मानसिक मेन्टल इलनेस मतलब 50% जतिको बच्चा मेन्टल रोग 14 वर्षको उमेरमा लाग्ने गर्दछ र 3/4 24 वर्षको एजमा लाग्ने गर्दैछ। अहिले म एकछिनको लागि यो हामी व्यावसायिक विश्राम ल्याउँ त्यसपछि हामी फेरि आएर यो टपिकमा अगाडि कुरा गरौँला। नमस्कार। के तपाईलाई डर लाग्छ वा तपाईको मुटु काम छ छाती ठुकढुक र मुटुको गति बढ्ने समस्या पनि छ टाउको दुख्नु आधा टाउको दुख्नु लामो समयदेखि जिउ दुख्नु यदि छ भने सावधान यो मनोवैज्ञानिक रोग पनि हुन सक्छ यसलाई समयमै उपचार चाहिन्छ। ढुक्क हुनुस् उपचारका लागि हामी तपाईको सेवामा छौं प्रत्येक दिन जालान मेडिकल हल हस्पिटल रोड डाक्टर शिरीष अरियाल मानसिक तथा नशारोग विशेषज्ञ सम्पर्क 98 442 98 443। नमस्कार हम सब फिर से हाजिर थी छोट व्यावसायिक विश्राम के बाद। हम सब डॉक्टर से गप करी छलौं हुआ मानसिक रोग के जे ज़्यादा प्रबल संभावना है 14 वर्ष के उम्र में 24 वर्ष की उम्र में ई कियाक अकेला एमे कोई खास रीजन है कोई कारण है के छ डाक्टर साहब एमे अपने के हिसाब से यस्तो हुन्छ। अब जस्तो कि यो भनेको चाहिँ कस्तो हुन्छ भने चाहिँ 14 वर्ष भनेको हामी 13-14 वर्षमा चाहिँ हामी टिनेजमा एन्टर गर्छौँ। त्यो टिनेज भनेको चाहिँ के हुन्छ भने जुन बेलातिर केटाले प्रायः जसो केटाको स्वरूप लिने अनि त्यसपछि केटीले केटीको स्वरूप लिने। अब यो चाहिँ के हुन्छ शारीरिक र मानसिक रूपमा चाहिँ अनि त्यसपछि मान्छेहरूले जस्तो हुन्छ नि केटीलाई केटाप्रति आकर्षणहरू बढ्ने केटालाई केटीप्रति आकर्षणहरू बढ्ने वर्ने अनि त्यसपछि धेरै जसो अब शारीरिक चेन्जेसहरू आउँछ जस्तो मान्छेहरूको जुङ्गादारीहरू आउन थाल्छ केटाहरूको जुङ्गादारी आउन थाल्छ केटीहरूमा चाहिँ स्तन डेभलप हुन वर्न थाल्छ हैन। अब यो चाहिँ शारीरिक विकासहरू भयो त्यस्तै तरिकाले चाहिँ मानसिक चेन्जेसहरू पनि आउँछ जस्तो मान्छेहरूलाई के हुन्छ घरमा सबैले जस्तो बच्चा बच्चीहरूलाई देखेकै गरेकै होला नि त्यति बेलातिर मान्छेहरू आफ्नो साथीहरूसँग बढी घुलमिल गर्न खोज्ने वर्ने घरको कुराहरू घरमा बुवा आमासँग धेरै कुराहरू नमान्ने वर्ने त्यस्तोहरू पनि हुन सक्छन्। उनीहरूको नयाँ नयाँ आफ्नै एउटा आइडेन्टिटी खोज्ने वर्ने जस्तो हुन्छ नि मेरो आफ्नो पहिचान खोज्ने वर्ने त्यस्तो किसिमको मानसिकताहरू आएको गरेको हुन्छ। अनि त्यही कारणले गर्दाखेरि चाहिँ अब के हुन्छ भने अब यो कुरा भनेको सबै नर्मल मान्छेहरूमा सबमा हुन्छ यो हर्मोनल चेन्जेसहरू हो। हर्मोनल चेन्जेसले गर्दाखेरि अब जस्तो मुखमा पिम्पलहरू आउने वर्नेदेखि लिएर यो सबै कुराहरू हुन्छ। अब त्यसपछि हर्मोनल चेन्जेसहरूले अरू के गर्छ भने चाहिँ भित्र हाम्रो शारीरिकका साथ मानसिकमा पनि कति कुराहरूमा चाहिँ यसले पनि चेन्ज गरिरहेको हुन्छ। अनि त्यो बेलातिर चाहिँ अब प्रायः जसोलाई हुने वर्ने भनेको कस्तो हुन्छ भने अब त्यो हर्मोनल चेन्जेस र अनि त्यसपछि कसैको जेनेटिक फ्याक्टर यदि वंशानुगत यदि गुणहरू पहिलेदेखि छ र अनि त्यसपछि त्यो बच्चालाई कसरी हुर्काइएको छ
अनि त्यो हुर्काइएको क्रममा चाहिँ अब यो सबै कुराहरू जस्तो के हुन्छ एउटा बायोसाइकोसोसल मोडल भनेर भनिन्छ क्या। बायोसाइकोसोसल भनेको बायोलोजिकल जुन चाहिँ केमिकल र अनि त्यसपछि वंशाणुगत भयो। साइकोलोजिकल भनेको जस्तो हाम्रो अहिले करेन्ट यो वातावरण के छ अनि त्यसपछि वा सोसल यो वातावरणहरू के भयो होइन, अनि त्यसो हाम्रो सोच्ने तरिका के छ, अनि त्यसले गर्दाखेरि चाहिँ जब एकैचोटि हाम्रो यो हर्मोनल सर्ज हुन्छ जुन बढ्छ अनि र यो हाम्रो वातावरण यदि हाम्रो अनुकूल भएन भने त्यसपछि चाहिँ अनि प्रायः जसो मानसिक रोगहरू त्यो बेलातिर सुरु हुने वर्ने गर्दछ। ओके, तपाईँले मतलब डॉक्टर साहब के कथन भेले कि 14 वर्ष के उम्र में जे चेंजेस आदमी में आवे छे, बच्चा सब में जवान भ रहल छे, वही समय में जे हार्मोन चेंज भेले या वातावरण के चेंज के कारण ई होए के ज्यादा संभावना रही छे। 24 वर्ष की उम्र में त्यस्तो के हुन्छ सर? होइन, अब यस्तो हुन्छ जसलाई चाहिँ 14 वर्षदेखि यहाँ 15, 16 वा 19सम्म सुरु हुँदैन अनि त्यसपछि चाहिँ त्यो बेलातिर चाहिँ प्रायलाई, अनि त्यसपछि अब फेरि 24 वर्ष भनेको कस्तो हो भने जिन्दगीको अर्को एउटा पडावमा अर्को एउटा अध्यायमा चाहिँ मान्छेहरू जाने गर्ने गर्दछन्, जहाँ चाहिँ अब त्यो सबै कुराहरू छोडेर त्यसपछि अनि आफ्नो पढाइ त्यति बेला प्रायः मान्छेहरूको सकिसकेका हुन्छ, एउटा वैवाहिक जीवनमा बाँधिसकेको ओरेको हुन्छ, कामको तनावहरू हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ अब यो सबै कुराहरू मान्छेले राम्ररी ह्यान्डल गर्न सकेनन्, अब मिलाएर ओरेर हिँड्न सकेनन् भने त्यो बेलातिर पनि अनि त्यसपछि सुरु हुने वर्ने गरेको छ। ओके सर, तपाईँसँग एउटा म इन्सिडेन्ट डिस्कस गर्छु। एकपटक म फार्मेसीमा बसिरहेको थिएँ, एकजना आइमाई एकदम राम्ररी सजेर धजेर एकदम सुन लाएर स्मार्ट भएर पसलमा आई, अनि हर्लिक्स चाहियो रे मैले निकालेँ, ग्लुकोज चाहियो निकालेँ, यो चाहियो, मतलब 5-7 हजारको औषधि उसले प्याक गरेँ। साँझको बेला थियो, म एकदम ह्याप्पी भयो, वाह राम्रो औषधि राम्रो सेल भइरहेछ भनेर। एकछिन पछाडिबाट एकजना मान्छेले इसारा गरिरहेछ, ननिकाल्नु यो साइको छ भनेर। अब म छर्लङ भएँ, यस्तो स्मार्टली कुरा गर्ने राम्ररी कुरा गर्ने मान्छे साइको रे। अनि सबै औषधि पछाडि राखेँ अनि उसले डक्टरले देखाउन लग्यो। यो कुरा आजभन्दा आई थिङ्क 10-12 वर्ष 15 वर्ष पुरानो कुरा हो। के हो यो पनि एउटा रोग हो? यस्तो पनि रोग त मान्छे अन्त हामी सोसल्ली त एकदम झुकिन्छौँ नि त। के कुन टाइपको रोग हो यो? हजुर, यो चाहिँ अब कस्तो हुन्छ भने यसलाई चाहिँ त्यही अघिकै साइकोसिसमै राख्न सकिन्छ। यो साइकोसिसमा चाहिँ यसलाई मेनिया भन्ने बिमारी हो। यो मेनिया भन्ने बिमारीमा चाहिँ के हुन्छ भने अचानकसँग अनि मान्छेमा एकदम एक्स्ट्रा कन्फिडेन्स आउँछ। भनेको म पहिला जे जति गर्न सक्दैन थिएँ, जस्तो म मान्छेहरूसँग बोल्न सक्दैन थिएँ भने अब मेनियाले गर्दाखेरि चाहिँ ममा कन्फिडेन्स बढ्या भएर अनि त्यसपछि म अब जोसँग पनि जे पनि कुरा गर्न सक्छु। अनि त्यसपछि त्यस्तो किसिमको मान्छेहरूमा के हुन्छ, जस्तो महिलामै भयो भने चाहिँ महिलाले अब एकदम अत्याधिक मेकअपहरू गरेर आउने, अत्याधिक गहनाहरू लाएर ओरेर हिँड्ने, जस्तो अब बाहिर चोरको बिगबिगी छ भने पनि अनि त्यसपछि मेनियामा भएको आइमाईहरूमा चाहिँ अब धेरै चिटिक्क पर्ने ओर्ने, अनि त्यसपछि अरूलाई देखाउनु पर्ने ओर्ने। अब त्यो चाहिँ आफ्नो नर्मल मानसिकताले भन्दा पनि त्यो बिमारीले ल्याएको मानसिकता हो। अनि त्यसपछि धेरै कुराहरू धेरै बोल्नुपर्ने, धेरै बोलिरहनु पर्ने, अनि त्यसपछि अनि अर्को के हुन्छ भने चाहिँ धेरै यस्तो बिमारीमा चाहिँ अनि धेरै पैसा खर्च गर्ने ओर्ने त्यस्तो किसिमको प्रवृत्ति पनि देखिएको छ। अब एउटा सामानले मात्र नभइकन 10 वटा सामानहरू चाहिने हुन्छ। जस्तो एउटै चियापत्ती छ भने उसले 10 वटा एउटै भेराइटीको चियापत्तीहरू 10 वटा लिएर गइदिन्छन्। अनि त्यति बेलातिर यो मेनियामै हुन्छ। जस्तो अब एकदम चिटिक्क परेर हिँडेछ भने अब त्यति बेलातिर चाहिँ अनि त्यसपछि अब धेरै जसो केटाहरूसँग एकदम खुलेर हाँसेर ओरेर गफसफ गर्ने ओर्ने त्यस्तो पनि हुन्छ। अब धेरै खुसी भइरहने ओर्ने हुन्छन्। अनि त्यसपछि अब यस्तै किसिमको बिमारीहरू चाहिँ अनि के हुन्छन् भने एकदमै कम सुत्ने हुन्छन् वा सुत्दै नसुत्ने हुन्छन्। तर अब हामी जस्तो एक रात सुतेनौँ भने भोलिपल्ट बिहान एकदम थाकेको जस्तो हुन्छौँ। तर यस्तो किसिमको बिमारीमा चाहिँ त्यो एनर्जी लेभल चाहिँ त्यो जुन तन्दुरुस्ती र फुर्ती हुन्छ त्यो चाहिँ कहिले पनि घटी हुँदैन। अब भेट्टाउने भनेको कस्तो हो भने जस्तो आज एक दिन चिटिक्क परेर गएर अनि त्यस्तोमा त अब सबैजना झुकिन सक्छौँ। तर त्यसको लागि चाहिँ के हुन्छ भने चाहिँ जस्तो अब हरेक दिन मैले अघि पनि भने जस्तो आज भयो, भोलि भयो, पर्सि भयो, क्रमशः यो मान्छेको बानी व्यवहार चाहिँ पहिलाभन्दा चेन्ज भइरहेछ। जस्तो घरमा अब एकदम सादा लुगा लाएर ओरेर बस्ने मान्छे बिस्तारै चाहिँ उसलाई धेरै पैसा चाहिन थाल्यो, धेरै मेकअपको सामानहरू किन्न थाल्यो वा धेरै खर्च गर्न थाल्यो, धेरै बोल्न थाल्यो ओर्यो भने चाहिँ एउटा मेनियाको शङ्का जस्तो हुन्छ। ओके सर, यो मेनियाको कुरा तपाईँले गर्यो होइन? तपाईँको कुराले यो जुन हाम्रो 7वटा एपिसोडमा कुरा गर्यो त्यसले मानसिक एउटा भ्यावा रोग हो, रोगै हो। हजुर। यसमा
मान्छे पागल नै हुनु मतलब पागलै होनाइ जरुरी नै छै जेना नाङ्गे भक्कर रोड पर घुम्नाइ गाली गलोज मारपीट करनाइ जरुरी नै छै एकरा अंदर में चिंता नींद नहीं आनाइ टेंशन ज़्यादा होनाइ यो सब एक प्रकार के मानसिक रोग के लक्षणे छै एहि में एकटा डॉक्टर साहब से गप करी डॉक्टर साहब कहलखिन कि हम पागल के डॉक्टर मात्र पागल के इलाज नहीं करै छी मानसिक रोग के भी इलाज होइ छै एकरा अंदर में तो डॉक्टर साहब एकटा अब सही माने में एते गप हमसब केलहुँ एक्चुअल पागल के जे होइ छै नि जकरा अहाँ सब सिजोफ्रेनिया कहै छै अपन लैंग्वेज में की छै ई बिमारी अब यो चाहिँ कस्तो छ भने चाहिँ हामीले हेर्ने मध्येको सबसे कडा किसिमको बिमारी चाहिँ यही सिजोफ्रेनिया हो सिजोफ्रेनिया चाहिँ जेनरली के हुन्छ भने जस्तो मैले भने नि जस्तो 100 जनामा 1 जनालाई चाहिँ सिजोफ्रेनिया जस्तो बिमारी लाग्ने गर्दछ अब तर अनि के हो भने सिजोफ्रेनिया हुनलाई चाहिँ अब त्यहाँ के अब सबै कुराको लागि के क्राइटेरियाहरू हुन्छ कि यो कुराहरू पुरा भयो भने अनि त्यसपछि बल्ल अनि सिजोफ्रेनिया भन्ने भनेर अब मान्छेहरुमा अहिले भएको चाहिँ के छ भने अब हुन्छ नि मानसिक रोगको केही लक्षणहरू देख्ने बित्तिकै सुरुमै डाक्टरका आएर जचाउनुको ओर्नुको साटो अब हैन कुर्ने वा अरूतिर जाने वा अरू के धामी झाँक्रीका जाने वा अरू केही किसिमको अरू नै कुनै डाक्टरका गएर ओरेर इलाज गराउँदै अनि त्यसपछि ढिलो हुन थाल्छ त्यो ढिलो भइसकेपछि के हुन्छ भने जहिले पनि जुनै पनि बिमारी यदि ढिलो भयो भने त्यसको ट्रिटमेन्टमा गर्न एकदमै गाह्रो हुँदै जान्छ जस्तो सिजोफ्रेनिया हुनलाई हैन 1 महिनाको एउटा टाइम ड्युरेसन छ कि यतिवटा लक्षण चाहिँ 1 महिनासम्म देखियो ओर्यो भन्यो भने अनि त्यसपछि चाहिँ अनि यसलाई सिजोफ्रेनिया भनेर भनिन्छ तर के हुन्छ भने मान्छेहरू आउँदै यति नै ढिलो बनाइदिसकेको हुन्छ कि बिमारी पनि बिग्रिसकेको हुन्छ अनि त्यसपछि ट्रिटमेन्टमा पनि एकदमै गाह्रो भइसक्यो ओर्या हुन्छ अब सिजोफ्रेनिया चाहिँ जुन अघि मैले भने एउटा साइकोसिस जसमा चाहिँ बिमारी आफैलाई थाहा हुँदैन कि म बिमारी छु त्यो वाला किसिमको बिमारी हो अब यसमा चाहिँ कस्तो हुन्छ नि यसमा धेरै किसिमको लक्षणहरू हुन्छन् जस्तो यसमा चाहिँ के हुन्छ कसैलाई लाग्छ कि मान्छेहरूलाई चाहिँ उनीहरू आफैले भन्छन् कि मेरो दिमागमा चाहिँ कसैले कुरा फिट गरिदिरहेछ वा मेरो दिमागबाट कसैले कुरा चोर्दिरहेछ वा मैले सोचिरहेको कुराहरू चाहिँ पत्रपत्रिका वा रेडियो वा टिभीहरुमा चाहिँ त्यो कुराहरू आइरहेछ वा मैले सोचिरहेको कुराहरू चाहिँ मैले सुनि पनि रहेछु अनि त्यो सुन्ने कस्तो हुन्छ भने जस्तो अहिले तपाईँ हामीले जसरी मेरो आवाज सुनिरहनु गर्नु भएको छ त्यही तरिकाले तर म यहाँ प्रत्यक्ष छैन तर मेरो आवाज चाहिँ सुनिरहनु भएको छ भनेर जस्तो त्यस्तो किसिमको एकदम क्लियर कट आवाजहरू आउँछ अनि दोस्रो हुन्छ कि त्यो मान्छेहरूले अनि आवाजहरू सुन्न थाल्छ आवाजहरू कस्तो किसिमको आवाज जस्तो मान्छे नहुँदाखेरि तर मान्छे एकदम प्रत्यक्ष बोलिरहेको जस्तो त्यसमा चाहिँ 2 वा 2 भन्दा बढी मान्छेहरू कुरा गरेर हुन्छन् कहिलेकाहीँ चाहिँ अनि त्यसपछि सिजोफ्रेनियामा के हुन्छ भने 2 वा 2 भन्दा बढी मान्छेहरू चाहिँ एक आपसमा कुरा गरेर हुन्छन् अनि एक आपसमा कुरा तर त्यो बिमारीको बारेमा बिमारी मान्छे जो छ उसको बारेमा कुरा गरेर हुन्छ अनि युजुअली चाहिँ के हुन्छ भने त्यसमा चाहिँ अनि कुराकानी गर्दाखेरि त्यो मान्छेलाई चाहिँ अनि मार्दिने काट्दिने वर्दिने धम्कीवाला कुराहरू चाहिँ भित्र चलिरहेको हुन्छ यो कुनै बाहिरबाट आउने आवाज होइन कि यो चाहिँ मान्छेहरूलाई चाहिँ भित्र दिमागले नै आफैले पैदा गरेको हुन्छ जुन त्यो डोपामिन बढ्न थाल्छ हैन त्यो जुन केमिकल बढ्न थाल्छ त्यसपछि अनि अटोमेटिकली यो आवाजहरू दिमागले आफैले पैदा गर्दैको ओरेको हुन्छ अनि अर्को कुरा के हुन्छ भने चाहिँ जस्तो त्यो बिमारीहरूलाई चाहिँ के लाग्छ भने मेरो काम कुराहरू चाहिँ मेरो अधीनमा छैन भने मेरो कन्ट्रोलमा छैन म जस्तो हात उठाइरहेको छु भने यो मैले उठाइदिएको होइन कि यो अरू कसैले उठाइदिएको अब यो सामाजिक जस्तो यो कल्चर अनुसार यो कुराहरू फरक हुन सक्छ जस्तो हाम्रो यहाँ कल्चरमा चाहिँ अब सिजोफ्रेनियाको हात यसरी उठाइदिरहेछ भने चाहिँ अब यसलाई भूतको संज्ञा दिन सकिन्छ कि हैन मेरो हात चाहिँ भूतले उठाइदिरहेछ वा म हिँडिरहेको छु भने म हिँडिरहेको छैन मलाई भूतले हिँडाइदिरहेछ भने त्यस्तो किसिमको लक्षणहरू देखिन ओर्न सक्छ अनि अर्को चाहिँ के हुन्छ भने चाहिँ एउटा कल्चरली इनअप्रोप्रिएट डिल्युजन्स भन्छ हैन कल्चरली इनअप्रोप्रिएट डिल्युजन्स भनेको चाहिँ जस्तो के हुन्छ यो मान्छेहरू डिल्युजन भनेको चाहिँ एकदम केही कुरामा चाहिँ पक्का विश्वास हुन्छ पक्का विश्वास कस्तो हुन्छ भने अब जस्तो हाम्रो जुन समाजमा वा कल्चरमा चलिरहेछ त्यो भन्दा बाहेकको एक्स्ट्रा शंका वा विश्वासहरू जस्तो म यहाँ बसेर चाहिँ बाहिर अर्को अन्तरिक्षमा अर्को ग्रहको मान्छेहरुसँग कुरा गर्न सक्छु भनेर अब यो एकैपल्ट भनेर ओरेर यसलाई डिल्युजन भएन तर त्यो मान्छेहरुलाई के हुन्छ भने चाहिँ एकदम पक्का विश्वास हुन्छ कि हैन अब त्यो कि म अर्को अन्तरिक्षमा अर्को ग्रहसँग को मान्छेसँग कुरा गरिरहेको छु वा म अब हुन्छ नि म पानी पार्दिन सक्छु अब अरू कुराहरू छ अनि एक अरू किसिमको डिल्युजनहरू चाहिँ के हुन्छ जस्तो बुढाले बुढीमाथि शंका गर्ने एकदम पक्का तरिकाले विश्वास गर्ने
कि ल मेरो बुढीले चाहिँ मेरो अर्को केटासँग उसको रिलेसन छ वा बुढाले बुढीमाथि शङ्का गर्ने होइन वा अब हुन्छ नि एउटा पर्सिक्युटेड टाइप अफ डिल्युजन हुन्छ जस्तो कि यो मान्छेहरूले चाहिँ अरू मान्छेहरूले चाहिँ मिलेर मलाई षड्यन्त्र गरेर जबकि यो कुरा साँचो होइन तर त्यो मान्छेलाई चाहिँ सधैँ यही विश्वास हुन्छ कि अरू मान्छेहरूले चाहिँ मलाई बसेर मेरो बारेमा कुरा गरिरहेछन् अनि त्यसपछि मलाई या मारिदिन ओर्दिन खोजिरहेछन् भने त्यो किसिमको विश्वासहरू हुन्छ। अनि अर्को के हुन्छ भने जस्तो अरू किसिमको हाम्रो जुन इन्द्रियहरू छ त्यसमा चाहिँ अनि अर्कै किसिमको कुराहरू आउने गर्छ। जस्तो खाना खाँदाखेरि सधैँ गनाइ नै रहने वर्ने हुन्छ वा खाना चपाउँदाखेरि सधैँ नै गनाएको जस्तो लाग्ने वर्ने नमिठो लागिरहने वर्ने त्यस्तो पनि हुन्छ वा जिउ हातमा केही चलेको ओरेको जस्तो लाग्ने वर्ने हुन्छ। अब कति कुराहरूमा चाहिँ मान्छेहरू चाहिँ एकदम ढुङ्गा जस्तै एकदम ढुङ्गा मुढा जस्तै गरी एकै ठाउँमा बसिरहने वर्ने हुन्छ, एक ठाउँबाट अर्को ठाउँमा हिँडुल नगर्नेहरू हुन्छ। वा अब कतिमा चाहिँ के हुन्छ भने चाहिँ मान्छेको सोचै एकदम परिवर्तन भइसकेको हुन्छ। एकपछि अर्को कुरा चाहिँ गर्दै जान्छन् तर त्यो कुराकानीहरू जस्तो समग्रमा के भन्न खोजेको त्यो चाहिँ मान्छेहरूले पत्ता लगाउनै गाह्रो हुन्छ। जस्तो के हुन्छ मैले र उहाँ हाम्रो सुमितजीले कुराकानी गर्दाखेरि हाम्रो कुराकानीको टुङ्गो छ कि हामीले एकअर्काले बुझिरहेछौँ कि हामीले के कुराकानी गरिरहेछौँ। तर सिजोफ्रेनियामा के हुन्छ भने चाहिँ यो मान्छेहरूले अजिबो गरिब कुराहरू निकाल्छ अनि त्यसपछि त्यो कुराहरूको कुनै न टाउको हुन्छ न पुच्छर हुन्छ भनेको त्यो कुराकानीहरू बुझ्दैन कि के भन्न खोजिरहेको छ यसले भनेर। अनि त्यसो अर्को चाहिँ के हुन्छ भने चाहिँ जस्तो जुन एउटा नेगेटिभ भनेर भन्छ नेगेटिभ सिम्पटम अफ सिजोफ्रेनिया भन्नाले चाहिँ जस्तो पहिला आफूमा जे कुरा थियो अब म पहिला बसेर मान्छेहरूसँग कुराकानी गर्थेँ घुल्थेँ मिल्थेँ होइन अनि हँसाउँदाखेरि हाँस्थेँ रुवाउँदाखेरि रुन्थेँ। तर अब सिजोफ्रेनियाले के हुन्छ यो सबै कुराहरू लिएर गइदिन्छ। त्यसपछि के हुन्छ अब मान्छेहरू अब प्रायः जस्तो एक्लै बस्न थाल्छन् अनि त्यसपछि कसैसँग बस्न गर्न रुचाउँदैनन् आफ्नो कामहरू छोडिदिन्छन्। त्यसपछि बसेर अब मान्छे मर्दाखेरि पनि दुःख मनाउँदैनन् मान्छेले एकदम हँसाउँदाखेरि पनि खुसी मनाउँदैनन् होइन। वा अब कहिलेकाहीँ के भइदिन सक्छ जस्तो मान्छे मर्दाखेरि पनि हाँस्दिनु गर्न सक्छन्। अनि त्यो भयो। अनि अर्को चाहिँ के हुन्छ भने एकदम लामो समयदेखि मान्छेहरूमा के हुन्छ भने हरेक मान्छेमा चाहिँ आफ्नो एउटा इन्ट्रेस्ट हुन्छ भने आफ्नो एउटा इच्छा हुन्छ एउटा म पछि यस्तो गर्छु म यस्तो गर्छु भनेर सबैको एउटा उद्देश्यहरू हुन्छ। अनि लामो समयदेखि चाहिँ यो मान्छेहरूमा कुनै पनि मान्छेमा जस्तो हुन्छ म आफ्नो जिन्दगी कसरी कटाउँछु त्यो थाहा छैन। म खालि बिहान उठ्छु हल्लिन्छु आउँछु खान्छु खाना दिए खान्छु नखाने होइन। अनि त्यस्तो त्यो एम वा इच्छा वा उद्देश्य इन्ट्रेस्टहरू केही पनि भएन भन्यो भने चाहिँ त्यो मान्छेलाई पनि सिजोफ्रेनिया भएको हुनसक्छ। तर अब के हुनु पर्यो यो लक्षणहरू चाहिँ 1 महिनाभन्दा बढी भएको ओरेको हुनु पर्यो नत्र आज भोलि 1 दिन 2 दिन मात्र भएर अनि त्योसँगै अनि अरूहरू बिग्रिने भनेको निन्द्रा बिग्रिन्छ खानपिन बिग्रिन्छ आफ्नो पर्सनल राम्रो देखिनुपर्ने होइन राम्रो हुनुपर्ने वर्ने लुगा लवाइदेखि लिएर खवाइसम्म सबै कुराहरू बिग्रिँदै जान्छ। अनि त्यसपछि त्यही कारणले गर्दाखेरि चाहिँ अनि त्यसपछि त्यसलाई चाहिँ सिजोफ्रेनिया भन्छ। अब सिजोफ्रेनियामा चाहिँ अनि त्यसपछि हुने चाहिँ के हो भने हाम्रो सोचको गडबडी हो। यसमा अरू केही पनि हुँदैन हाम्रो सोचैले अनि त्यसपछि गर्दाखेरि हामीलाई बिमारी जस्तो एउटा स्वरूप दिन्छ जसमा चाहिँ बिमारीलाई आफूलाई थाहा हुँदैन कि म बिमारी भइसकेँ वरिपरिको मान्छेहरूले चाहिँ उसको हावभाव बानी लक्षणहरू व्यवहारहरू देखेर गरेर अनि त्यसो बल्ल भन्छन् कि ल यो चाहिँ सिजोफ्रेनिया हो। ओके। अनि यो सिजोफ्रेनिक पेसेन्टहरू एग्रेसिभ कतिका हुन्छन्? सिजोफ्रेनिक पेसेन्टहरू जस्तो के हुन्छ भने सिजोफ्रेनिक पेसेन्टहरू हुन्छन् अग्रेसिभ हुन्छन्। अग्रेसिभ भने एकदम अब त्यो हिंसक मान्छेहरू किन हुन्छन् भने चाहिँ त्यो बेलाको लागि त्यो जुन डिल्युजन छ जुन त्यो पक्का विश्वास छ नि त्यो विश्वासले गर्दाखेरि चाहिँ धेरैजना मान्छेहरूले चाहिँ अनि हिंसा पनि अपनाउने गर्दछन्। किनभने अब त्यो विश्वास के छ भने चाहिँ कसैले मलाई मार्दिन आउन लाग्छ। जस्तो हामी नर्मल्ली पनि अहिले साँच्चीकै यदि कसैले मलाई मार्दिन आउन लाग्छ भने होइन म 2 किसिमले जान सक्छु। कि त म घरभित्र लुकेर गरेर डराएर बस्न सक्छु कि त म अब त्यो जसले मार्दिन आउन लाग्छ म त्यसको विरुद्धमा चाहिँ म हात हतियार लिएर वा मारपिट गरेर भए पनि म त्यसलाई जित्छु भन्ने हुन्छ। अब जो लुकेर बसिरह्यो अरे उनीहरू हिंसक भएनन्। त्यसपछि जो चाहिँ अनि त्यसपछि ल होइन अब म त्यो अब मलाई मारिदिने मान्छेको त म पनि अब मैले त केही गर्नुपर्छ किनभने त्यो सोच त्यो अघि पनि मैले भने यो सोचको बिमारी हो। अब यो
जुन सोच हावी हुन्छ जस्तो त्यो बेलातिरको लागि त्यो सिजोफ्रेनियाको बिमारीको लागि त्यो मानसिक स्थिति उसको लागि एकदम ठिक हो, उसले जे जति सोचिरहेछ त्यो कुरा एकदम ठिक हो। त्यही भएर उसलाई लागिरहेछ यदि कसैले मलाई हानि नोक्सानी पुर्याउनु खोजिरहेछ भने त ऊ पक्कै हिंसक हुन्छ, किनभने आफूलाई त बचाउनु पर्यो। अनि त्यही कारणले गर्दाखेरि चाहिँ नत्र भने अब सबैजना हुन्छन् भन्ने पनि छैन होइन, तर धेरैजना मान्छेहरू चाहिँ त्यही किसिम यही सोचले गर्दाखेरि चाहिँ हिंसक पनि हुन्छन्। अनि त्यसपछि मान्छेहरूले अरूले दिएको खाना पनि खोज्दैन, किनभने अब खानामा पनि पोइजन सोइजन मिसाएर ओरेर खान सकियो नि त, मार्न सकियो, त्यही कारणले गर्दा। ओके सर, अब हाम्रो प्रोग्राम अलि लास्टतिर आइरहेछ होइन। तपाईँ जनकपुरमा 4 वर्षदेखि काम गर्दा कतिको साइकेट्रिक पेसेन्ट यहाँ छ, मानसिक बिरामी कतिको छ, कतिको भेट्नु भएको छ, कति पर्सेन्टेजमा छ भन्न सक्नुहुन्छ? अब यो भन्न त अलिकति गाह्रै छ, किनभने अब हामीले हेर्ने वर्ने मान्छेहरू प्रायः सबै मानसिक रोगी नै हुन्छन्, त्यही भएर हाम्रो लागि त 100% भए। अनि तर अब जुन हामी कहाँ नआएर जस्तो अरू ठाउँहरू पुगिरहेको ओरिरहेका छन्, अब त्यही भएर चाहिँ प्रायः जसो मानसिक रोगीहरू चाहिँ कुनै पनि एउटा जोग्राफिकल एरियामा 10 देखि 20% घुमि नै रह हुन्छन्, जसमा चाहिँ 2 देखि 4% चाहिँ हामी कहाँ पुग्छन् पनि, अनि बाँकी अरू 15% त बाहिर घुमेरै ओरेरै 10वटा ठाउँमा इलाज गराएर अनि त्यसपछि दुःख पाएरै ओरेर बसिरहेको ओरेर हुन्छन्। ल डॉक्टर साहब संगे हमारे सबके इस 7वां प्रोग्राम चले एपिसोड काल इनकर संगे लास्ट एपिसोड से काल हम सब मानसिक रोग के एक समग्र में छोटकरी में सौसे बात के एक समरी में हम सब डिस्कस करम। फिर एक बाद अगला हफ्ता में फिर एक नया डॉक्टर संगे नया विषय पर हम सब हाजिर हैं। धन्यवाद। नमस्ते।